पाइल्स फिस्टुला र फिसरको अपरेसन नगर्दा राम्रो। नमस्ते, म डाक्टर शेखर पोखरेल। अहिले प्राय घरहरूमा पाइल्स फिस्टुला फिसर सम्बन्धी बिरामीहरू पर्याप्त रूपमा भेटिनुहुन्छ। अहिलेको व्यस्त जीवनशैली, बाह्य खानपिन एवं विलासिताले गर्दाखेरि यस्ता समस्याहरू अत्याधिक रूपमा वृद्धि भएको देखिन्छ। मैले किन चाहिँ अपरेसन नगर्दा राम्रो हुन्छ भन्नुहुन्छ भने, मोडर्न सर्जरी हामीले काटेर फाल्यौँ भने अस्पतालमा भर्ना हुनुपर्ने झन्झट र पुनः दोहोरिने समस्या हुन्छ भने हामीले यस आयुर्वेद पद्धतिद्वारा छारसूत्र विधि भन्छौँ, छारसूत्र विधिबाट पाइल्स अथवा चाहिँ फिस्टुलाको धागो राखेर उपचार गऱ्यौँ भने पछाडि त्यो दोहोरिने सम्भावना एकदमै न्यून हुन्छ र त्यसमा बिरामी हस्पिटलमा भर्ना भएर बस्नुपर्ने झन्झटबाट पनि मुक्त हुनुहुन्छ र त्यसको दुखाइ पनि अत्याधिक न्यून हुन्छ, जसले गर्दाखेरि बिरामीलाई दैनिक क्रियाकलाप गर्न पनि गाह्रो हुँदैन। तसर्थ यदि तपाईँहरूलाई पनि यस्तो समस्या छ र कहाँ गएर चेकजाँच गरौँ भन्ने दुविधामा हुनुहुन्छ भने विगत 18 वर्षदेखि तपाईँहरूको सेवामा समर्पित यस माता मनोकामना आयुर्वेद पोलिक्लिनिक सुर्खेतमा हामीले छारसूत्र सेवा विगत 17 वर्षदेखि दिइरहेका छौँ। तपाईँहरू निश्चिन्त भएर यहाँ आउन सक्नुहुनेछ। हामीले विगत 17 वर्षदेखि 12,000 भन्दा बढीको सफल छारसूत्र विधिद्वारा उपचार गरिरहेका छौँ। हस् त, धन्यवाद।